तो हावे तो batterie till lägga så ser du. हावे तो bara हावे så det kan se fast. Jag då börjar हावे से ऊपर से हावे से सूर्य याद आउँछ कितैको बोल्नु जस्तो पर्छ हिरो हुनुहुन्छ कोहीले यसो बिहा गर्ने मन भए कमेन्टमा नम्बर छोड्नु होला हाम्रो इन्जिनियरसँग बिहा गर्ने भए नम्बर छोड्नु होला कमेन्टमा अनि हाम्रो परविनसँग बिहा गर्ने भए चाहिँ भिडियोलाई शेयर गर्नु होला अनि हजुरसँग मसँग गर्ने भए चाहिँ यो भिडियो स्क्रिनशट गरेर लिएर आउनु होला हेलो गाइजहरु हामी चाहिँ उता माथि उता मैकोट बेलमा हुँदै ठाकुर फागुने जानको लागि गाडीमा गइरहेछौँ हाम्रो टोली हेलो गोपाल सर उता चाहिँ तपसेरा गाउँ छ हेलो हामी तपसेरादेखि बेलमाको यात्रा गरिरहेका छौँ म चाहिँ हैन है देउबाजी हुनुहुन्छ एउटा जाओस् न त हावे तो batterie till lägga så ser du. हावे तो bara हावे så det kan se fast. Jag då börjar हावे से ऊपर से हावे से सूर्य याद आउँछ कितैको बोल्नु जस्तो पर्छ भिडियो हेर्दै हामी चाहिँ बिरगुम पुग्यौँ मलाई त धेरै चाहिँ माथि गुम्बा छ धेरै ठाउँमा मलाई कुकुरले अड्याएका छन् कि म पुग्दाखेरि यो चाहिँ बिरगुमको ताल छ तल है त्यो ताल नआउनु होला हेलो गाइजहरु हामी चाहिँ यहाँ बाटोमा गइरहेछौँ यहाँ माथि चाहिँ गाईहरू चढिरहेछन् यहाँ चाहिँ एकदम कसैको गाउँमा घाँस छैन भने गाई चराउन यता लिनु होला गोरुहरू यहाँ बसेका छन् घाँस चाहिँ यता धेरै छ यो चाहिँ नयाँ बजारको खोला हो यहाँ चाहिँ अवस्था बिजोग छ यहाँ शहीद मार्गबाट पुलको ठेक्का चाहिँ भइसकेको छ तर काम अहिलेसम्म गरेको छैन यहाँ चाहिँ होम पाइप हाल्यो फेरि बढी पानी पर्दा उताबाट खोलेर होम पाइप बित्दै हुन्छ पानी अन्त जान्छ अवस्था यस्तो छ यहाँ चाहिँ गाडी आउँदैछ गाडी कट्छ कि कट्दैन हेरौँ है त अझ हाम्रो इन्जिनियर साहब हुनुहुन्छ इन्जिनियर साहब यो विषयमा के भन्न चाहनुहुन्छ यहाँ चाहिँ गाह्रो छ अवस्था यसरी चाहिँ ढुङ्गा हालेर गाडी तार्नुपर्ने अवस्था छ गाह्रो छ हामीलाई यसो शहीद मार्गको ध्यान यतातिर जानु पर्यो यहाँ किनकि मोटरेबल पुलको लागि ठेक्का भइसकेको छ तर शहीद मार्गले ठेक्दारलाई काममा लगाउन नसकेको अवस्था छ यसो शहीद मार्गसम्म यो भिडियो पुर्याउनु पर्यो ठेक्का भइसकेको काम पनि काम गर्न नसक्ने कस्तो खालको शहीद मार्ग हो यो योजना प्रमुख पनि काम छैन गाडी आउँदैछ है आयो 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 ल गाडी चाहिँ गयो है हेलो गाइजहरु यो चाहिँ नयाँ बजार खोला हो यहाँ चाहिँ हाम्रो इन्जिनियर साहब हुनुहुन्छ कुन जग्गामा बाल चाहिँ खतरा बनाउनु भएको रहेछ हिरो हुनुहुन्छ कोहीले यसो बिहा गर्ने मन भए कमेन्टमा नम्बर छोड्नु होला हाम्रो इन्जिनियरसँग बिहा गर्ने भए नम्बर छोड्नु होला कमेन्टमा अनि हाम्रो परविनसँग बिहा गर्ने भए चाहिँ भिडियोलाई शेयर गर्नु होला अनि हजुरसँग मसँग गर्ने भए चाहिँ यो भिडियो स्क्रिनशट गरेर लिएर आउनु होला अनि हाम्रो यता भुवन सर हुनुहुन्छ यता हाम्रो अशोक सर हुनुहुन्छ हैन उहाँलाई फोन गर्नुको भयो के त धन्यवाद हजुरलाई ल सम्पूर्णलाई नमस्कार छ आज हाम्रो टिम चाहिँ विशेष गरी योजनाहरूको सर्वेको लागि जाँदैछ हामीसँग ल हाम्रो भरत सर चलन सर जति पनि यहाँ हुनुहुन्छ भाइ गाइजहरु हामी चाहिँ अहिले हिँडिरहेछौँ
यो चाहिँ मयाङ गाउँ पृष्ठभूमिमा चाहिँ मयाङ गाउँ देख्न सकिन्छ। हामी चाहिँ अबको यात्रा मयाङ गाउँ हुँदै भुकामसम्मको हुनेछ। आज बास कहाँ हुनुहुन्छ त्यो चाहिँ आज बास कहाँ हुन्छ त्यो चाहिँ निश्चित छैन। अहिले चाहिँ हामी मयाङ गाउँबाट हिँडिरहेका छौँ। हाम्रो टोलीहरू पछाडि छन्, कोही चाहिँ अगाडि गइसक्नु भएको छ। यो चाहिँ हामी हिँडिरहेछौँ है, टोलीहरू अगाडि गइरहेछ, म चाहिँ पछाडि छु। जङ्गलको बाटो अत्यन्तै आनन्द छ, एकदम जङ्गलको रुखको छारीको शीतलतासँगै हाम्रो यात्रा अगाडि लम्किरहेको छ। यतिखेर हामी चाहिँ रिसल्ला पुगेका छौँ। यो चाहिँ रिसल्लाको भन्ज्याङ हो। अब यो भन्ज्याङ क्रस गरेपछि चाहिँ भुकाम भेटिन्छ। यो चाहिँ रिसल्लाको भन्ज्याङ क्रस गरिसकेका छौँ हामी चाहिँ। अब चाहिँ यता भुकामको एरिया है, चाहिँ पृष्ठभूमिमा चाहिँ भुकाम गाउँछ। भुकाम पुग्यो है साथीहरू, पृष्ठभूमिमा चाहिँ भुकाम गाउँ देख्न सक्नुहुन्छ। एक गाउँ देखिएको गाउँ चाहिँ भुकाम गाउँ हो। हामी चाहिँ भुकाम पुगिसकेका छौँ। हाम्रो टोलीहरू चाहिँ तल बस्नु भएको छ। खाना खाने बेला त त्यो सिँचाइ लगभग 2-3 वर्ष सिद्धि सक्यो।